एज अ नर्स फिनल्यान्डदेखि आयरल्यान्ड वर्क भिजामा आउँदा कस्तो होला भनेर सोध्नु भएको रहेछ। यो चाहिँ एकदमै राम्रो डिसिजन हुनसक्छ किनकि हेल्थ सेक्टरमा चाहिँ फिनल्यान्डभन्दा आयरल्यान्डमा एकदमै धेरै अपर्च्युनिटिजहरू छ। तर यसको लागि एउटा प्रोसेस फलो गर्नुपर्ने हुन्छ। पहिला सुरु तपाईँले आफ्नो फिनल्यान्डको क्वालिफिकेसनलाई एनएमबिआईको थ्रु रिकगनाइज गर्नुपर्ने हुन्छ। एनएमबिआई भनेको नर्सिङ एन्ड मिडवाइफरी बोर्ड अफ आयरल्यान्ड हो। योले तपाईँको फिनल्यान्डको क्वालिफिकेसनहरू आइरिस स्ट्यान्डर्डमा मिट हुन्छ कि हुँदैन भनेर हेर्छ। यदि त्यो पोजिटिभ आयो भने तपाईँले फर्दर प्रोसेस गर्न सक्नुहुन्छ। अनि त्यसपछिको प्रोसेस चाहिँ तपाईँले एउटा स्पोन्सर खोज्नुपर्ने हुन्छ। त्यो कुनै हस्पिटल हुनसक्छ कि त कुनै हेल्थ केयर प्रोभाइडर हुनसक्छ। उनीहरूले तपाईँलाई चाहिँ स्पोन्सर गर्छु भनेर एग्री गर्छ भने तपाईँको अरू प्रोसेस स्टार्ट हुन्छ। त्यसपछि उनीहरूले तपाईँको नाममा वर्क पर्मिट एप्लाई गर्छ आइरिस गभर्मेन्टमा। आइरिस गभर्मेन्टले त्यो एप्रुभ गर्छ भने तपाईँलाई फरवर्ड हुन्छ वर्क पर्मिट अनि बल्ल तपाईँले वर्क भिजा एप्लाई गर्न सक्नुहुन्छ। वर्क भिजा पोजिटिभ आयो भने तपाईँले यता मुभ गर्न पाउनुहुन्छ।